नेपाल कृषि प्रधान देश हो। यहाँका करिब 2/3 मानिसहरू कृषि पेसामा आश्रित छन्। नेपालमा कृषि प्रणाली लामो समयसम्म परम्परागत रूपमै सञ्चालनमा रह्यो। खास गरी कम उत्पादन, मौसममा निर्भरता र प्रविधिको अभावले कृषकहरूको जीवनस्तरमा अपेक्षा गरे अनुरूप सुधार आउन सकेन भने कृषि पेसा छाडेर अन्यत्र लाग्ने परिपाटी पनि देखिन थाल्यो। यिनै समस्या र चुनौतीसँग जुझ्दै कृषि पेसालाई सम्मानित र निर्वाहमुखीबाट व्यावसायिक बनाउँदै समग्र कृषि उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले सरकारले विक्रम सम्वत 2073-74 मा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सुरु गर्यो। प्रारम्भमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नामबाट सञ्चालनमा आएको यो कार्यक्रम अहिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको नामबाट सञ्चालनमा छ। यसको मुख्य उद्देश्य भनेको विशिष्टीकृत क्षेत्रहरू निर्माण गरेर कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने हो। खास गरेर राष्ट्रिय प्राथमिकता प्राप्त बालीहरूको। त्यस्तै गरेर यसले खास गरेर यो आयात न्यूनीकरण गरेर अलिकति जुन खाद्य सुरक्षा र पोषण सुरक्षासँग सम्बन्धित बाली वस्तुहरू छन् त्यसको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने अर्को उद्देश्य रहेको छ। त्यस्तै गरेर यसले अलिकति यो उत्पादनलाई उद्योगहरूसँग जोड्दै जुन गुणस्तरीय कृषि वस्तुहरू उत्पादन गर्ने र त्यसलाई उद्योगबाट अर्को जुन हामीले भन्दाखेरि वस्तुको विविधीकरण भनेर भन्छौँ, बढी भएको उत्पादनलाई उद्योगसँग जोडेर त्यसबाट वस्तुको विविधीकरण गर्ने र विभिन्न खालका उत्पादनहरू सिर्जना गर्ने र त्यसबाट प्रतिस्पर्धात्मक क्षमता विकास गरेर यो रोजगारीको अवसरहरू सिर्जना गर्ने, नाफामूलक व्यवसायको रूपमा स्थापना गर्ने र कृषक र उद्यमीहरूलाई चाहिँ कृषिमा सम्मानजनक स्थान उपलब्ध गराउने यो उद्देश्यहरू लिएर यो कार्यक्रम सञ्चालन भएको। आज हामीले वृत्तचित्रमा फलहरूको राजा भनेर संसारभर चिनिएको आँप बालीलाई समेटेका छौं। मिठास, सुगन्ध र पोषणले भरिएको नेपालीहरूको रोजाइको फल हो आँप। गर्मी मौसममा बजारदेखि गाउँघरका आँगनसम्म यसको चर्चा हुन्छ। पछिल्लो समय नेपालमा फलफूल खेतीको महत्त्व दिन प्रतिदिन बढ्दै गएको छ। नेपालमा आँप खेतीको वास्तविक अवस्था कस्तो छ त? उत्पादन र उत्पादकत्व वृद्धि गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कस्तो काम गरिरहेको छ त? भविष्यमा नेपाली आँपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कस्तो स्थान बनाउन सक्छ? जस्ता विविध प्रश्नका उत्तर खोज्ने प्रयासमा केन्द्रित रहेर वृत्तचित्र निर्माण गरिएको छ। नेपालमा आँप खेतीको इतिहास निकै पुरानो छ। विशेष गरी तराई क्षेत्रमा सयौं वर्षदेखि किसानहरूले परम्परागत रूपमा आँपको खेती गर्दै आइरहेका छन्। प्रत्येक गाउँमा केही पुराना रुखहरू भेटिन्थे जसले परिवारको आवश्यकता मात्र पूरा गर्थे। समयसँगै जनसङ्ख्या वृद्धि, बजार विस्तार र आर्थिक अवसरका कारण किसानहरूले आँप खेतीलाई व्यावसायिक रूप दिन थाले। आज नेपालका धेरै किसानले परम्परागत खेती छोडेर आधुनिक बगैँचा व्यवस्थापन अपनाउन थालेका छन्। नेपालमा आँप खेती मुख्यतया तराई र भित्री मधेस क्षेत्रमा केन्द्रित रहेको छ। विशेष रूपमा बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, सिराहा, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाहरू प्रमुख उत्पादन क्षेत्र मानिन्छन्।
यी क्षेत्रमा गर्मी मौसम लामो हुने, माटो उपयुक्त हुने र सिंचाइको पहुँच तुलनात्मक रूपमा राम्रो हुने भएकाले आँप खेती सफल देखिन्छ। फलफूल खेतीले आज नेपाललाई खाद्य र पोषण सुरक्षाका साथै आत्मनिर्भर बनाउँदै लगेको छ। परम्परागत रूपमा गरिने आँप खेतीलाई व्यावसायिक बनाउने यात्रामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परिवर्तनको एउटा अभियान बनेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको यो दूरगामी कार्यक्रमले फलफूल खेतीलाई वैज्ञानिक ढङ्गले जोनको मोडलमा विकास गरी उत्पादन र उत्पादकत्व बढाई, आधुनिक प्रविधि विस्तार गरी किसानलाई तालिम र अनुदान दिई कृषि यान्त्रिकरण भित्र्याउनुका साथै मूल्य श्रृङ्खला मार्फत बजारीकरणलाई सुदृढ बनाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले कार्य गरिरहेको छ। आँप भनेको फलफुलमा राजाको हिसाबले पनि पहिचान भएको छ र यो नेपालकै हिसाबले हेर्ने हो भने तराई क्षेत्रको एउटा मुख्य फलफुल बाली नै हो र यो उत्पादनको हिसाबले हेर्ने हो भने 5 लाख मेट्रिक टन उत्पादन यसको भइरहेछ भने धनुषामा हेर्ने हो भने हामीले 500 हेक्टरबाट आँप जुन सुरुवात गरेका छौँ। आर्थिक वर्ष 78-79बाट यो सुरुवात भएको छ र अहिले 3 वर्षको दौरानमा छौँ र 3 वर्षको दौरानमा हामीले थप 270-75 हेक्टर हामीले यो क्षेत्रफल विस्तार गरेका छौँ र यसो उत्पादनको हिसाबले हेर्ने हो भने मोटामोटी यो 17,000 मेट्रिक टन उत्पादन धनुषामा भइरहेछ र उत्पादकत्वको दृष्टिकोण हेर्ने हो भने 18 देखि 18.5 मेट्रिक टन प्रति हेक्टर उत्पादन भइरहेछ र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट विशेष रूपमा खास गरेर सिँचाइमा हामी प्रवर्धन गरेका छौँ। यो जातीय सुधारका कामहरू गरेका छौँ, बगैँचा व्यवस्थापनमा हामी सहयोग गरेका छौँ र बजारीकरणमा पनि सहयोग गरेका छौँ भने केही हदसम्म यान्त्रिकरणमा पनि हामीले विशेष सहयोग चाहिँ गरेका छौँ र मोटामोटी खास गरेर यो पोस्ट हार्भेस्टको लसहरू हुन्छ, भण्डारणको समस्या जुन थियो त्यसमा केही हदसम्म पनि हामीले सुधार गरेका छौँ। खाद्यान्न बालीभन्दा लगभग तपाईँको 4-5 गुणा नै बेसी यसको आम्दानी हुँदो रहेछ। तरकारीको हिसाबले हेर्ने हो भने फलफुलमा पनि राम्रो उत्पादन हुन्छ। त्यसले गर्दाखेरि प्रति हेक्टर लगानीको हिसाबले उत्पादन चाहिँ एकदम राम्रो देखेर किसानहरू चाहिँ यसमा लागेका छन् र अहिले क्षेत्रफल पनि विस्तार भइरहेको छ। मध्य प्रदेश अन्तर्गत सप्तरी, सिराहा र धनुषा आँप उत्पादनको हब जिल्लाको रूपमा चिनिन्छन्। मध्य प्रदेशमा रहेका यी जिल्लाहरूमा जोनको रूपमा विकास गरी उत्पादन र उत्पादकत्व बढाई किसानहरूलाई प्रविधिसँग जोडेर उनीहरूको आम्दानीमा वृद्धि गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले मध्य प्रदेश सिराहा जिल्ला अन्तर्गत धनगढीमाई नगरपालिका वडा नम्बर 10 0 माइलमा कार्यक्रम कार्यान्वयन एकाइ स्थापना गरी सिराहा र सप्तरी जिल्लामा आँप जोन मार्फत किसानहरूलाई सहयोग गर्दै आएको छ। प्रत्येक वर्षमा चाहिँ दुईटै जिल्लामा हामीले 50 हेक्टरसम्मको क्षेत्रलाई विस्तार गरिरहेको अवस्था छ दुईटै जिल्लालाई हेर्दाखेरि। त्यसै गरी यसमा चाहिँ हामी सिँचाइको कुराहरू गर्दाखेरि यो खास गरेर महेन्द्र राजमार्गको उत्तरतर्फका क्षेत्रहरू आँपका लागि उपयुक्त रहेको कारणले गर्दाखेरि यो क्षेत्रमा चाहिँ सिँचाइको लागि ड्युब टियुबवेल, कतिपय ठाउँहरूमा साना सिँचाइ पनि र ड्रिप इरिगेसन हामीले दिँदै आएको अवस्था छ। त्यसै गरी यस क्षेत्रमा आँपका लागि आवश्यक पर्ने जुन औजार उपकरण मेसिनरीहरू छन् त्यसमा पनि हामीले वितरण गर्दै आइरहेका छौँ र साना ढुवानी जस्तो 3 पाङ्ने ट्याम्पोहरू हुन्छन् त्यस्ता चाहिँ आन्तरिक बजारमा बेचबिखनको लागि सडकसम्म उत्पादनलाई सडकसम्म पुर्याउनको लागि त्यसमा पनि हामीले केही दिनहरू केही वर्षहरूदेखि सञ्चालन गरिरहेको अवस्था छ। अर्को अहिले आएर 1-2 वर्ष पहिलादेखि मात्रै भनौँ न हामीले यसमा आधारित जुन साना उद्योगहरू छन् जस्तो आँप बनाउने, आँपका पाउडरहरू बनाउने यो कुराहरूमा पनि हामीले अनुदान सहयोग गरेर केही साना उद्योगहरू सञ्चालनमा ल्याएका छौँ। भनेदेखि किसानहरूको अब फाइदाका कुराहरू के कति भए त्यसरी हेर्दाखेरि सुरुका वर्षहरूमा जति बेला हामीले सुरु गर्यौँ आँपका जोनहरू त्यति बेला उत्पादन पनि तुलनात्मक अलिकता कम हुने, क्षेत्र पनि अलिकता भनौँ न पहिलादेखि नै थियो बगैँचाहरू तर त्यसमा क्षेत्रमा विस्तार भयो र अहिले हेर्दाखेरि ती उत्पादनहरूको बजार मूल्य पनि बढिरहेको अवस्था छ र खास गरेर
पहिलाका किसानहरूले आफ्ना ती बगैँचाहरू ठेकेदारहरू मार्फत ठिकामा दिने र ठेकेदारहरूले नै उत्पादन लिएर बेचबिखन गर्ने अवस्था थियो भनेदेखि त्यो अब किसानहरूले आफ्नो स्वामित्वमा बिस्तारै बिस्तारै ल्याइरहेको अवस्था छन्, जसले गर्दाखेरि किसानहरूको आम्दानी आय स्तरमा वृद्धि भएको हामीले पाइरहेका छौँ। सिराहा र सप्तरी जिल्लामा परियोजना सञ्चालन हुँदा 1400 हेक्टर क्षेत्रफलमा आँप उत्पादन भइरहेको थियो भने अहिले 375 हेक्टर क्षेत्रफल विस्तार गरी 1775 हेक्टर क्षेत्रफलमा कार्यक्रमले काम गरिरहेको छ। यी दुवै जिल्लाहरूमा कुल उत्पादन 23,438 मेट्रिक टन छ। उत्पादित आँपहरू 3,188 मेट्रिक टन आन्तरिक खपत भएको छ भने करिब 20,250 मेट्रिक टन आँप अन्य जिल्लाहरूमा निर्यात भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानहरूको आम्दानीमा वृद्धि र रोजगारी सिर्जना गर्न अचार उद्योग सञ्चालनमा सहयोग गरिरहेको छ। यिनी हुन् सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नम्बर 10 निवासी सञ्जीव यादव। ग्लोबल नर्सरी फार्म दर्ता गरी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिराहाबाट 50% अनुदानमा आँप प्रशोधन उद्योग स्थापना गरी सञ्चालनमा ल्याइरहेका छन्। होइन, यो घर निर्माण सहितको अनुदान थियो, जसमा 4,80,000 एउटा यो सामान ढुवानी गर्नको लागि, अचार बेच्नको लागि गाडी किन्यौँ हामी, अनि मेसिन किन्यौँ हामीले, 4 लाखको मेसिन किन्यौँ। अनि यो सामानहरू विभिन्न यो अचारमा लाग्ने भाडाका कुराहरू त्यो 3 लाखको त्यो किन्यौँ। अनि त्यसरी गरेर सबै गरेर 24 लाखको हामीले काम गरेछौँ। म व्यवसायी पनि हो। मैले 102 बिघामा खेतीबारी गरिरहेको छु र मेरो आफ्नै 45 बिघामा कृषि यो आँप खेती छ, 30 बिघामा कागती छ र 15 बिघामा अम्बा खेती छ। र हामी आफ्नै अम्बा के भन्छ यो कागती जुन दुरुपयोग हुन्थ्यो, आँपको जुन हावाहुरीले वेस्टेज हुन्थ्यो, जुन मार्केटमा बेचिँदैन थियो, त्यसलाई हामी सदुपयोग गरेर र यो आँपको एउटा अचार, नयाँ भेराइटीको अचार त के हो, पुरानै भेराइटी हो, हाम्रो गाउँघरमा पहिला बनाइराखेको तरिकाले हामी बनाएको छौँ। यहाँले हेर्न सक्नुहुन्छ यो आँप मार्केटमा पाउने अचारभन्दा अलिक डिफ्रेन्ट हुन्छ। यो यस्तो साइजको आँपको अचार पाउँदैन। यो टिपिकली मधेसको अचार हो। यसलाई मैले प्रमोट गरेर राष्ट्रिय लेभलसम्म पुर्याउने मेरो एउटा योजना छ। त्यस योजनामा यो अफिसले, राष्ट्रिय कृषि अधिकरण यो योजनाले हामीलाई अनुदान दिएको छ र हामी खुसी छौँ। यसै गरी सिराहा जिल्लामा गत वर्ष 2वटा र यसै आर्थिक वर्षमा 1वटा उद्योग सञ्चालनमा आइसकेको छ भने 2वटा अचार उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्। धनगढीमाई नगरपालिका वडा नम्बर 10 जयपुरका अर्का किसान हुन् घनश्याम चौधरी। यिनले करिब 1 बिघा जग्गामा आँप र ड्रागन फ्रुटको खेती गरेर मनग्य आम्दानी गरेका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिराहाबाट 50% अनुदानमा मल्चिङ, ड्रिप सिंचाई, हाते ट्र्याक्टर, बोरिङ, 3 पाङ्ग्रे सवारी साधन पाएपछि उनी हौसिएका छन्। ड्रागन खेती प्लस आँप भनौँ न, तर यो आँप नयाँ प्रजातिको जुन वर्षको 3 चोटि फल्छ। जस्तो अहिले हेर्दाखेरि एउटा चाहिँ हार्भेस्टको टाइममा छ भन्ने, एउटा चाहिँ चिचिला, यो चाहिँ चिचिला अहिले, अनि अर्को चाहिँ यसमै फ्लावर आउँदैछ भनेपछि त्यो हार्भेस्ट हुन्छ, यो चाहिँ म्याच्योर्ड हुन्छ र त्यसपछि यो फ्लावरमा चाहिँ फेरि चिचिला आउँछ भनेको वर्षको 3 चोटि राउन्ड यसले फ्लावर के अरे प्रोडक्सन दिन्छ। मेन चाहिँ आँप जोन घोषणा भएको हुनाले यो पहिलो प्राथमिकता हामी पर्यौँ। एक त नर्सरी व्यवसायी पनि थिएँ र मैले यो के अरे जोनलाई मैले आफ्नो प्रपोजल दिएँ कि यसरी अब जग्गालाई चाहिँ अकुपाई गर्नु पर्यो, ल्यान्ड कम छ। परम्परागत खेतीमा गयौँ भने हाम्रो किसान कहिले पनि फाइदामा जाँदैन। धेरै जस्तो 1 बिघामा जम्मा 80वटा 100वटा बिरुवा लाग्छ, तर यो जातको हामीले बिरुवा लगायौँ भने 1 बिघामा 500वटा बिरुवा लाग्छ भनेपछि थोरै जग्गामा धेरै बिरुवा लगाएर धेरै उत्पादन अब हामीले वैज्ञानिक तरिकाले गर्नुपर्छ भनेर मैले यो प्रपोजल दिएँ मैले जोनलाई। अनि जोनलाई यो प्रपोजल दिएपछि उहाँहरू चाहिँ इन्ट्रेस्टेड हुनुभयो र मलाई सहयोग गर्नुभयो। पहिला परम्परागत तरिकाबाट आँप खेती गर्दै आएका किसानहरू अहिले कार्यक्रमबाट प्रविधि, यान्त्रिकरण, सिंचाई सुविधा र बजारीकरणमा सहयोग पाएपछि आम्दानी बढेको कुरा बताउँछन्। सप्तरीमा यो आँप जोनबाट 72-73 यहाँ आँप जोन स्थापना भयो।
त्यस पछाडि कम्तीमा 6-7 हेक्टरमा किसानहरूले 50%मा कार्यालयले आमको बिरुवा उपलब्ध गराएको थियो। त्यो हामीहरू यहाँ लगाएको छ किसानहरू र त्यो कार्यालयबाट सिँचाइको लागि पनि दमकल बोरिङ मोटर बोरिङहरू दिनुभएको छ र समय समयमा प्लान्ट क्लिनिक विषादी वितरण र यहाँबाट आमजनको सरहरू गएर त्यहाँको रोग किराबारीमा जानकारी दिएको छ र योभन्दा अगाडि 3वटा ट्र्याक्टर र एउटा पिकअप भ्यान पनि कार्यालयबाट 50%मा उपलब्ध गर्नुभएको छ र समय समयमा हामीहरूको भरभर ट्रेनिङ तालिम दिइराखेको छ र कस्टम हायरिङ पनि 50 लाखको बनाइदिएको छ। त्यसमा खासै त्यसको उपलब्धि भएन, प्रशोधनको कामहरू छैन, तर कस्टम हायरिङ। पानी नहुँदाखेरि बोर्डिङ दियो हामीलाई, बोर्डिङ पाएँ। बोर्डिङले पानी पटाउँदाखेरि आँप कुनै साल फल्दै थिएन, अब फलिरहेछ, त्यसलाई तागत आयो, फलिरहेछ। अर्को नम्बरमा सानो हामीलाई डिजिटल तराजु पनि दियो, जोखतोल गर्दाखेरि सानो ट्र्याक्टर दियो, त्यसले जराहरू खन्दा धेरै राम्रो सपोर्टर भइरहेछ, जराहरूमा खरपतवार हुँदैन, राम्रो भइरहेछ। यसलाई मलाई धेरै खुसी लागेछ। यो केही वृक्ष पनि दिँदाखेरि वृक्ष पनि रोपेछ, आँपको त्यो मालदा यो लाल गुलाबको जातको त्यो पनि राम्रै फलेछ। दशहरी, अम्रपाली, जर्दा, लाल गुलाब, मालदा, बम्बई यो जातको आँपहरू हाम्रो यहाँ छ। तर धेरै गरेर हाम्रो मालदा र बम्बई अनि कलकतिया बढी गरेर उत्पादन यहाँ छ। प्रत्येक जातको स्वाद, आकार, उत्पादन क्षमता र बजार मूल्य फरक हुन्छ। आजकल किसानहरू उच्च उत्पादन दिने कलमी बिरुवातर्फ आकर्षित भइरहेका छन्। उन्नत जातको चयनले मात्रै उत्पादन 30 देखि 50% सम्म बढाउन सकिन्छ। आँप खेतीले आम्दानी दिने सम्भावना बोके पनि किसानहरू अनेक समस्यासँग जुधिरहेका छन्। सिंचाइको अभाव, रोग तथा किराको प्रकोप, प्राविधिक ज्ञानको कमी र बजार अस्थिरता प्रमुख समस्या हुन्। कहिलेकाहीँ उत्पादन राम्रो भए पनि उचित मूल्य नपाउँदा किसान निराश बन्ने गरेका छन्। जोन लागू भइसकेपछि आँप किसानहरूले बढीभन्दा बढी सिँचाइको कुराहरूमा जुन किसानलाई चाहिएको थियो, आँप बाली मात्रै होइन, आँप सँगसँगै हामीले चाहिँ यसलाई चाहिँ अब बगैँचा सदुपयोग कसरी गर्ने, यो हामीले बगैँचाभित्र हामीले चाहिँ हल्दी, बेसार भन्छौँ नि, बेसार, अदुवा, अलिकति सानो चाहिँ सानो नयाँ बगैँचामा चाहिँ हामीले होल पनि गर्न सक्ने भयो। यो खालको काम चाहिँ यो कार्य चाहिँमा जोड्ने काम चाहिँ जोनले गरे हो। त्यसो हुँदाखेरि जोनको ठुलो हात छ यहाँ। जस्तो जोनले गर्दा तपाईँको चाहिँ किसानले जुन ढङ्गले चाहिँ होल किसानले तपाईँको चाहिँ बजार त्यति राम्रो छैन हाम्रो चाहिँ, र पनि बजारमा किसान आफै जाने पनि कतिपय किसान त आफै पनि आफ्नो 90%मा 10%ले त किसानले अहिले पनि आफै बजार लाँदैछन्। बजारको उचित व्यवस्थापन नभइदिँदा पनि किसान मर्कामा परेको छ र त्यसको केही न केही तपाईँको किसानको चाहिँ जीविकोपार्जनको लागि थप ऊर्जा दिने काम अफिसबाट भएको छ। नेपालमा आँप खेती केवल एउटा कृषि व्यवसाय होइन, यो हजारौं किसानको सपना पनि हो। यदि नीति निर्माण, अनुसन्धान, बजार व्यवस्थापन र आधुनिक प्रविधिमा लगानी बढाइयो भने नेपाली आँपले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ। उपयुक्त योजना र सामूहिक प्रयासबाट नेपालले आफ्ना बगैँचाहरूलाई समृद्धिको स्रोतमा रूपान्तरण गर्न सक्छ। स्वाद, सुगन्ध र सम्भावनाले भरिएको नेपाली आँप भोलिको समृद्ध कृषिको एउटा महत्त्वपूर्ण आधार बन्न सक्छ। नेपालमा आँपको उत्पादन र उत्पादकत्व बढाउने राष्ट्रिय प्रयासमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको भूमिका ज्यादै महत्त्वपूर्ण देखिएको छ। गुणस्तरीय बिरुवा, आधुनिक खेती प्रविधि, किसानलाई तालिम, सिंचाई पूर्वाधारको निर्माणमा सहयोग र बजार पहुँच सुधार मार्फत यस कार्यक्रमले आँप खेतीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ। यदि यस्ता कार्यक्रमहरू थप प्रभावकारी रूपमा विस्तार गर्न सकियो भने नेपालले आँप उत्पादनमा उल्लेखनीय वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्धन दुवैमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने कुरा निश्चित छ।